ओ यो त मरे जस्तो 2 1 एक्सन यो त मरे जस्तो हो खै हो यार यसको त सासै चलेको छैन यो मर्यो अनि मर्दैन त त्यसो गेडै निकालेर केटाहरूले खाइरहेको छ यहाँ गुवाम गुवाम मोटो दाइले गुवाम गुवाम खाइदिनु भयो आज आफ्नै घर आँगनमा फलेको करिसाबारीको फलफुल खाएर हेलो गाइज हेलो मुसाना गाउँमा जात्रा चलिरहेछ यसो हेरिदिउँ न कतिको जात्रा चलिरहेछ हेरिदिउँ न खै त मान्छेहरू त देख्दिनँ त म यहाँ पहिला जात्रा भयो भए चाहिँ टन्नै मान्छे हुन्छ अलिअलि रहेछ पहिला भने हामी बच्चा बेला स्कुल पढ्दा अहिले त खासै मान्छेहरू पनि त्यति छैन अब मेन 4 गते हुन्छ आजभन्दा पनि सो ब्याक टु रियालिटी ब्ल्याक ब्याक टु रियालिटी ब्याक टु होन्डा युनिकर्न ब्याक टु भ्लगिङ खतरा कम ब्याक आज चाहिँ हामी युनिकर्नमा छौँ किन भन्दा पेट्रोलको अभावले भनौँ न स्कुटरमा पेट्रोल सकियो त सकिएको त छैन किन सकिन लाग्यो अनि त्यही भएर चाहिँ अब युनिकर्नमा किनभने यसले माइलेज पनि बवाल दिन्छ कुद्न नि बवाल कुद्छ होन्डा नामै काफी छ भने जस्तै हो क्या बाइकको लागि चाहिँ अब क्यामेरा एङ्गल मिल्छ कि मिल्दैन थाहा छैन स्कुटरको लागि चाहिँ ठिकै थियो तर हिजोको वाला भिडियोमा चाहिँ अलिकति बिग्रेछ अलिकति माथितिर फर्केछ क्यामेरा सो म चाहिँ के अब त्यही हो भ्लग गर्न ट्राई गर्दैछु 6 वर्ष कि कति भयो 4 वर्षदेखि ट्राई नै गरिरहेको छु अहिलेसम्म ट्राई नै गर्दैछु अब ट्राई गर्न त छोड्नु भएन नि त अरू जे छोड्यो भने अब यो मेरो भ्लग हो अब नयाँ भ्युअरहरूले हेरिराख्नु भएको छ भने चाहिँ म यस्तै कन्टेन्ट बनाउँछु कहिलेकाहीँ बनाउँछु तर योपालि चाहिँ अब रेगुलर बनाउने सोचमा चाहिँ छु सोच मात्र होइन बनाइ पनि रहेको छु रिसेन्ट अब 4-5 वटा भिडियो चाहिँ जे मजाले राम्रै भइरहेछ भनौँ न अहिलेसम्म त सो एउटा टाइम थियो होइन वर्षमा एउटा भिडियोमा त बनाउँथेँ अहिले चाहिँ अहिले चाहिँ 2 दिनमा एउटा भिडियो बनाइरहेको छु अब यसो कहीँ बाहिरतिर निक्लिनु पर्ने छ पेट्रोलको प्राइस सुनेर कहीँ जान मन लाग्दैन नमस्ते हाम्रो दाइले चाहिँ खतरा गिटार बजाइन्छ है गाइज ल कहाँ तपाईँ गिटारिस्ट चाहिँ यहाँ छ तपाईँलाई म के अरे यो मेडलद्वारा तपाईँलाई म सम्मान गर्न चाहन्छु ओके गाइस सो यहाँ चाहिँ अहिले अब एउटा म्युजिक भिडियोको सुट हुँदैछ यहाँ देख्न सक्नुहुन्छ वान्टेड तपाईँ केही अलिकति त्यो गर्न अलि यसो मुनि हेर्न ल माथि सामान छ कि माथि सामान बुझेन क्या स्माइल नगर हाम्रो चाहिँ डान्स हुँदैछ डान्स एनी नोबडी क्यान डान्स ल भयो ल 3 2 1 कति टाइमसम्म यस्तो भयो है भइसक्यो ल यहाँ टिकटकरहरू छ 2 जना टिकटक स्टार्स हाम्रो चाहिँ यहाँ सरसफाइ हुँदैछ सरसफाइ गर्ने चाहिँ महिला होइन पुरुष नै हो तर हाम्रो पहिला ग्रुपको महिला सदस्य महिला सदस्य हो अनि यहाँ चाहिँ अब हाम्रो पार्टी हुन लाग्छ
जात्रा को पार्टी चल रही है ए खाना म त खानालाई देखाउनु सुने हौ ए खाना थल्छ ओके दिस इज खाना थल्छ यहाँ चाहिँ टिकटक चलिरहेछ यहाँ चाहिँ ओइ ल आयो आयो ओइ आयो ओइ आयो डालमोट चिउरा ओइ आयो ओइ ओइ आयो खत्रै आयो गाइस यहाँ चिउरा नि छ पनि अब खाम अनि बनाउला नि टिकटक हाम्रो एउटा टिकटकले सक्सेसफुल भइसकेको छ अनि हाम्रो यस्तो खान चाहिँ हेरेको हेरै भइरहेछ सो I don't like Hondas. यहाँ चाहिँ हाम्रो ग्रुपमा एकजना मात्र बियर खाने मान्छे छ हामी चाहिँ यो मात्र खाने हो सबजना टिकटकमा बिजी भयो हो के हो यस्तो नहुँ न यार टिकटक भन्ने चिज अब नगरौँ अहिलेको लागि को यो चाहिँ को चिनेन त ब्लर छ त अनि मैले त चिनेन अब यसले चिने कि खै खतरा ल केटा हो यस्तै गुवाम मोटो दाइले गुवाम खाइदिनु भयो चितवनको गैडा ल चेयर्स गरौँ ल चेयर्स यो चाहिँ हाम्रो जात्राको लागि हो जात्रा भएर ओइ के हो यस्तो पानी हाल्दै हो क्या होला के भयो सक्यो हो खाली छ त ग्लास कसको पागलको किन ब्रेकअप भयो क्या ओइ केही त भएको छैन नि केही त भएन नि ओइ जाउँ ठिक छस् नि सबै ठिक छ नि कुरा जाउँ के भएको रहेछ नि मेरो टाउको दुखिरहेको हेरेर टाउको दुखिरहेको टाउको अनि आकाशतिरै त हुन्छ नि स्टोरी पनि हाल्ने टाउको दुखेर भनेको यो पनि बोलाइरहेको म चाहिँ उता हेरिरहेको तेरो क्रसले तसँग के अरे फ्यामिलीको कुरा गरेर होइन तेरो क्रसले तसँग फ्यामिलीको बारे सोधेर होइन अस्ति तेरो घरमै अभेन नै हो क्या भनेर एभरेस्ट टपमा छैन एभरेस्ट त लङ ठाउँमा यी मोडलमै छ अहिले मेरो घर साइडमै छ यो हो नि त एभरेस्ट किन भने थाहा छ जहिले पनि रेस्ट गरेर राख्नु भएर एभरेस्ट भनेको एभरेस्ट एभ्री रेस प्लस बुझ्यो तर हामीले सोच्दैन नि होइन सोच्यो त हामीले यसलाई पनि देखाउनु मैले यसलाई देखाऊ पहिलेहरूलाई पनि देखाएन मैले किन बोल्नु किन छात देखा 55 इन्च छात देखाइरहेको 55 किलो हौ 55 इन्चको छयालिसकी छाती हो आज आफ्नै घर आँगनमा फलेको करिसाबारीको फलफुल खानु कसो भाउ नि कमेन्ट रिप्लाई नै गरेन क्या झन् त्यत्रो गर भनेको भनेको त्यो मेरो बाउको सोसियल मिडिया ह्यान्डल अलबाटोको भोलि चलाउँछ नि त हो र त्यसै उतै म मेसेज तैँले स्टोरी हालेको थियो होइन यसले कतिचोटि यसले क्या तेरो बाउ आउँदा क्या टिकटक बनाउँ न टिकटक कतिचोटि भन्छ ए भाले दिँदैन त्यहाँ सानसानहरूसँग
त्यसको लागि छुट्टै एज लिमिट छ नि त छुट्टै एरिया छ छुट्टै एरिया छुट्टै एज लिमिट छुट्टै छुट्टै इफेक्ट त्यही भने तपाईँ एउटा टिकटकमा त आउनै पर्छ दाइ आउनै पर्छ हेर्नु त आर्सेनलको फ्यान भएर नि बेजत भयो क्या आउनै पर्छ क्या तपाईँ मेसेज आइजस् है अब मेसेज आइजस् क्या अब शान्त भए जाउँ अब हामी घर अब यहाँ नबस्यो नि जाउँ चाहिँ हामी अब ए यता घर चाहिँ म त उठिसकेको थिएँ यार बसमा यहाँसम्म त बाटोमा हिँडिरहेको थिएँ क्या अनि एउटा 100 को नोट एउटा 50 को नोट झरेर यसरी कुन टिप्छ दुबई टिप्छस् त मानवता छैन पैसा टिप्न के को मानव मैले नटिपे अरूले टिपिहाल्छ अनि अर्को पैसा किन टिप्ने तेरो पैसा हो म मेरै हो क्या मैले फसा हो क्या सम्म माग्नु म दिइहाल्छु तेरो पैसा हो त्यो नोटको नम्बर भन् त 54321 यसलाई के थाहा त त्यो लकले थाहा छ नि त त्यसले टिप्या हो नि के हो भन्दा 54321 नै मैले यसको पसलमा खर्च गरेँ त भन्दै त्यो नोटको नम्बर यसलाई तेल पठायो बुक किन्नु बाइकमा खर्च गरे होला प्रिन्ट निकाल्यो होला है दाइले चाहिँ साटेर त्यो दिएर पठाएपछि अहिले बिहान हो त्यसरी जानुपर्छ ल खान ठ्याक्कै यही गीत गाएर क्या पहिला होइन पहिला जा अनि म अहिले एउटा अर्कै आउने जा अनि तेरो बाउ पछाडिबाट ओ के भयो त भाइ सड्क्यो अड्क्यो कि सड्क्यो माथिहरू सम्झिने मान्छेले यस्तो एक्सहरूले सम्झिँदा हुन्छ अरे यसको त धेरै छ कि अब एक्स पनि खत्रै सम्झ्यो त्यसलाई झन् त्यो ब्याङ्कको चोर्ने ठाउँ क्या लकरहरू कहाँ कहाँ छ भनेर है हामी यहाँ म जब चुरोट बाल्छु तिमीहरू भित्र छिर म जब निभाउँछु अनि टक्क बुझ्नु कि अहिले प्लान रेडी छ सट्ट इन्टरभ्यू गरेर बिचमा आउने सबै होइन मान्छे चिनिराख्ने कहाँ के छ कहाँ क्यामराहरू छ भनेर है अनि सट्ट पक म खान्छु मैले यस्तो कराम गरेपछि सम्झिनु कि खाली छ तपाईँ रेडी हुनु कि अनि अरू चाहिँ सबै भाग म चाहिँ बसिरहेको छु होइन म अनि बाहिर मान्छेहरू हेर्दै गर्छु तिमीहरू ब्याङ्क लुटेर आऊ अनि म गाडीहरू पनि रेडी गर्दै गर्छु पख म खान्छु है मैले अनि ओ खाए उसले खाए जाऊ दुईजना 4मा 2जना 5मा अनि पैसा दुवै ठाउँ छ सुन छैन सुन छ 3मा 2मा 1मा सबै मलाई हेरेर ज्ञान दिइरहेको छ तपाईँ युट्युबमा कतिजनाले हेर्छ अनि त्यो माथिको चाहिँ के माथिको माथि लकर जसलाई होइन यो फ्लोरहरू हो ए यो त मरिसक्यो जस्तो ओ माई गॉड दया यो कत्रो दया हो बोल म मरेला दया तो पोलियो हो गया ल रे कस्तो मर्यो भने के खाइरहेको यहाँ ब्लड सुत्न
हात फेरि हावामा उड्काइरहेको छ क्या यस्तो गर्नु हात त्यसरी है कस्तो डिसिप्लिन म लिइहाल्छु नि त डिसिप्लिनमा सुत्न डिसिप्लिनमा गर्नु असल पुरै छोड्दैन लुलो एक्सन 1 2 3 एक्सन ओ यो त मरे जस्तो यो मलाई मान्छे उड्यो सरप्राइज हुन्छ नि मरे मान्छे देखेपछि कति बिस्तारै हुन्छ मरे मान्छेतिर कहाँ सरप्राइज हुन्छ मरे मान्छे यस्तो हो क्या? कति अनि यस्तो भने है यो त मरे छ रे ओ एक्सन हुँदैन त मैले त मलाई मिल्दैन मुझे ल 2 1 एक्सन यो त मरे जस्तो खै हो यार यसको त सासै चलेको छैन यो मर्यो अनि मर्दैन त त्यसो गेडै निकाल केटाहरूले खाइरहेको छ यहाँ किरा बिलाको मान्छे मलाई मान्छे उठ्ने गरी दाइले खतरा जोक हानिदिएर तर लास्टमा खतरा यार खतरा अमर त लकीको भाइ हो भाइ कि दाइ भाइ हो तिमीहरूलाई मैले त 12 गेडेवाला जोक सुनाए 12 गेडेवाला जोक सुनाए 12 गेडे यस्तै कुरा हो क्या हामी सुनाउनु दाइ ल 12 गेडेमा एउटा मान्छेकोमा 12 गेडा थियो अरे क्या जहिले उठ्न बस्न जे गर्न नि गाह्रो हुने होइन अनि केटाहरूले अब साथीहरू थाहा पाएर जसले पनि नामै नभनेर क्या जहिले 12 गेडे भनेर क्या होइन अनि भगवान्मा शिवजीसँग तपस्या बस्यो अरे अनि शिवजी घोर तपस्या बसेपछि प्रकट भयो अरे क्या शिवजी बालक के भयो तिमीलाई किन तपस्या बस्यो के भयो भनेर प्रभु मेरो त 12 गेडाबाट साह्रै टेन्सन भयो जसले नै 12 गेडे भनेर हैरान गऱ्यो 2टा गेडा उडाइदिनु पऱ्यो भनेर क्या तथास्तु भनेको छ 10वटा गेडा गयो केटाहरू पनि थाहा पाएछ क्या त्यसपछि नि फेरि नाम नलिकन 10 गेडे भन्नु थाल्यो दिमाग खराब फेरि तपस्या बस्यो शिवजी फेरि प्रकट भयो के भयो बालक ए 10 गेडा म खालि 10 गेडा भने त्यसका भएन यो उडाइदिनु 5वटा गेडा उडाइदिनु भनेर क्या अनि त्यहाँबाट तथास्तु भनेर 5वटा गेडा भएछ अनि 5वटा गेडा भएपछि केटाले थाहा पाएर नाम नलिकन खालि 5 गेडे भने जिसुले दिमाग खराब छ फेरि तपस्या बस्यो अनि शिवजी प्रकट भएर अनि के भयो बाबु यो त तिमी त अति नै भएछ के भयो अब एकैचोटि माग है अब त म धेरै वरदान दिन सक्दिनँ भनेर क्या अनि त्यहाँबाट त्यसलाई रिस उठेर ए अब यो भागो पनि सबै उठाइदिनु चाहिँदैन मलाई भनेर होइन बल्ल केटाहरूले के भनेर थाहा छ ओइ किरे डु नट माइन्ड तेरो छ मलाई थाहा छ छ ल जोक हाम्रो जोक यस्तै हो कस्तो लाग्यो दामी यस्तो चाहिन्छ यस्तै चाहियो क्या एउटा फुचे थियो अरे क्या पुचे त यहीँ छ त फुचे अब लास्टमा रिभिल गर्न त्यो ल पुचे थियो अनि स्कुल जाने बेला जहिले म चाहिँ हार्डवेयर दोकानमा गएर साउजी बिस्कुट छ भनेर हार्डवेयरमा गएर अनि हार्डवेयरको साउले पनि फेरि हार्डवेयरको पनि चिना मान्छेकै हार्डवेयर हो फेरि यहीँ रोड पारि अनि त्यहाँबाट अनि दाइले सम्झायो अरे होइन दाइले सम्झायो बुझ्ने को दाइले बाबु हेर यस्तो बिस्कुट भन्ने चिज यहाँ पाउँदैन उता अगाडि त्यो पसलमा पाउँदैन यता चाहिँ पाउँदैन यहाँ चाहिँ घरको सामानहरू पाउँछ यस्तो घर बनाउने सामानहरू पाउँछ भोलिदेखि बिस्कुट लिन त्यहाँ जाऊ ल भनेर हस् भोलिपल्ट नै आयो अरे कि फेरि आयो होइन भोलिपल्ट नै आयो कि स्कुल जाने बेलामा सुइसुइस आएर फेरि हार्डवेयर छिरेर दाइ बिस्कुट छ भनेर
अनि त्यहाँबाट हिजो भर्खर तिमीलाई सम्झाएको होइन यसो सोच्छ बच्चा हो झुकेर आयो होला फेरि सम्झाएर कि यहाँ पाउँदैन पारी पाउँछ यस्तो यहाँ चाहिँ खालि यस्तो किला यस्तो चिजहरू पाउँछ हार्डवेयरमा यस्तो बिस्कुटहरू पाउँदैन भनेर अनि त्यहाँ भोलिपल्ट पनि फेरि आयो त्यसको भोलिपल्ट पनि फेरि आयो अरे क्या दाइ फेरि पनि आएर दाइ बिस्कुट छ भनेर क्या झमक्कुरी सुट्यो अरे अनि टोक्ने हेर भाइ तँलाई मैले हिजो नि सम्झाएँ अस्ति पनि सम्झाएँ यहाँ बिस्कुट पाउँदैन भनेर त फेरि भोलि पनि आइस भने तँलाई यही हार्डवेयर त डोरी हुन्छ नि त तँलाई यही डोरीले बाँधेर तँलाई टोरेर थुनिदिन्छु भनेर क्या हस् भनेर गयो अरे कि भोलिपल्ट नै आयो अरे क्या त्यो खुच्चे चुइची आएछ अनि यसो हेरेछ त्यसले पहिला होइन पसलमा हेरेर दाइ डोरी छ भनेर क्या ठ्याक्कै त्यो बेला डोरी सकिरहेको बेला पर्छ क्या अब डोरी त छैन रहेछ यार आज तिमी कस्तो डोरी लिन आएको डोरी नै नभइदिन परेछ यसो बिस्कुट छ त बिस्कुट छ त पार्लेजी छ अन्त बिस्कुट माग्ने मान्छे चाहिँ यहाँ अगाडि छ यही पुछे खानले भने चाहिँ हार्डवेयरमा गएर बिस्कुट माग्दो रहेछ थाहा भयो त्यही भएर किन नम्बर टाको भने त को हो